नमस्ते, म सविता। रान्डा वनको द सेक्रेट द पावर भन्ने किताब मेरो हातमा छ, नेपाली संस्करण। र यो किताब अति धेरै राम्रो लाग्यो मलाई हैन। यसले सकारात्मक ऊर्जा धेरै प्रवाह गर्छ मलाई, तपाईलाई, सबैलाई भनेर म यो पढ्दै गइरहेको थिएँ। 9-10 पाना पुगिसकेपछि म यो पढेर सबैलाई सुन्ने गरेर राख्छु भनेर मैले बन्द गरेँ पढ्न। ल म आज यसको बारेमा पढ्छु। यो लेखकको बारेमा लेखेको छ, त्यो पनि पढौँ है त। रान्डा वनको जीवनको उद्देश्य नै अरबौँहरूमा आनन्द फैलाउने छ। उनको यो यात्रा द सेक्रेट फिल्मबाट सुरु भएको थियो, जसलाई यो संसारका करोडौँ दर्शकहरूले हेरेका थिए। त्यसपछि उनले द सेक्रेट नामक पुस्तक पनि निकालिन् र त्यसले संसारभर तहल्का मच्चायो। यति मात्र होइन, उनको यो पुस्तक आधिकारिक रूपमा 46 भाषामा अनुदित भयो भने अनधिकृत अनुवाद कति भए त्यसको लेखाजोखा नै छैन। अहिले उनले द पावर निकालेकी छिन् र यसले ब्रह्माण्डको एउटै महान बलका विषयमा खुलासा गरेकी छिन्। अब यहाँ विषय क्रम अनुसार हामी पढौँ। पहिला यो इन्ट्रोडक्सन छ हैन, इन्ट्रोडक्सन हेरौँ है त। तपाईँ अद्भुत जीवन पाउन सक्नुहुन्छ। तपाईँ आफूले इच्छा गरेका र चाहेका प्रत्येक कुरा प्राप्त गर्न सक्नुहुन्छ। तपाईलाई काम रमाइलो लाग्न थाल्छ र तपाईले गर्न चाहेका सम्पूर्ण काम गर्न सक्नुहुन्छ। तपाईका साथी र परिवारसँगको सम्बन्ध खुसियालीले भरिपूर्ण हुन सक्छ। तपाईले एउटा सुन्दरताले भरिपूर्ण जीवन बनाउनका लागि चाहिने सम्पूर्ण पैसा र सम्पत्ति पाउन सक्नुहुन्छ। तपाईका सबै सपना साकार हुन्छन्। सबै सपना। तपाईले भ्रमणमा मन लगाउनु भए भ्रमण गर्न सक्नुहुन्छ। तपाईँ व्यापार गर्न चाहनुहुन्छ भने व्यापार गर्न सक्नुहुन्छ। यदि तपाईँ नृत्य सिक्न चाहनुहुन्छ अथवा नाउ चलाउन सिक्न चाहनुहुन्छ अथवा इटालियन भाषा पढ्न चाहनुहुन्छ भने तपाईँ सबै काम गर्न सक्नुहुन्छ। तपाईँ यदि सङ्गीतकार, एउटा वैज्ञानिक, एउटा गजबको व्यापारको मालिक, एउटा आविष्कारक, उद्घोषक, राम्रो अभिभावक अथवा तपाईँ जे बन्न चाहनुहुन्छ, तपाईँ त्यही हुनका लागि हो। तपाईले प्रत्येक दिन बिहान उठ्दा आफूलाई उत्साहले भर्नुपर्छ, किनभने तपाईलाई थाहा छ आजको दिनमा धेरै राम्रा कामहरू हुन गइरहेका छन्। तपाईँ खुसी र आनन्दपूर्वक हाँस्न सक्नुहुन्छ। तपाईँ आफू बलियो र सुरक्षित महसुस गर्न सक्नुहुन्छ। तपाईँ आफैमा रमाउन सक्नुहुन्छ र आर्थिक, बौद्धिक र आत्मिक रूपमा आफ्नो महत्त्व कति बढी छ भन्ने कुरा जान्नुहुन्छ। पक्कै पनि तपाईँको जीवनमा चुनौती आउँछन्। ती चुनौती आउनै पर्छ, किनभने तिनले तपाईँलाई अघि बढ्न मद्दत गर्छन्। तर तपाईँले चुनौती र समस्यालाई कसरी सामना गर्ने भन्ने बारे पनि तपाईँले जान्नुहुनेछ। तपाईँ महान बन्न सक्नुहुनेछ। तपाईँ हर वखत खुसी रहिरहन सक्नुहुन्छ। तपाईँ आश्चर्यजनक तरिकाले अद्भुत जीवन पाउन सक्नुहुन्छ। तपाईँ सङ्घर्ष गर्नका लागि जन्मनु भएको होइन। यसमा चाहिँ मेरो अलिकति विमति जस्तो के। तपाईँ त्यस्तो जीवन जिउनका लागि जन्मनु भएको होइन जहाँ खुसीहरू क्षणिक छन् र धेरै कम मात्र खुसी भएको भागमा आउने गर्दछन्। साताभरि नै मरिमरि काम गर्न र साताका केही दिन वा केही क्षणका लागि मात्र खुसी हुनका लागि तपाईँ जन्मनु भएको होइन। तपाईँ दिनको उत्तरार्धमा थकित र निष्क्रिय हुनका लागि जन्मनु भएको होइन। तपाईँ आत्तिन र डराउनका लागि पनि जन्मनु भएको होइन। तपाईँ दुःख पाउनका लागि जन्मनु भएको होइन। तपाईको जीवनको केन्द्र के हुन सक्छ? तपाईको जीवन, उमङ्ग, स्वास्थ्य र त्यही बखत तपाईले इच्छाएका सम्पूर्ण कुराहरूको अनुभव गर्नका लागि हो। माया, उत्साह, महत्त्वपूर्ण जीवन बाँच्नका लागि हो, किनभने त्यही नै आश्चर्यजनक जीवन हो। तपाईले इच्छा गरेका सम्पूर्ण कुराहरू र तपाईका सपनाहरू तपाईँकै नजिक थिए छन् र हुनेछन्, किनभने तपाईँले इच्छा गरेका सम्पूर्ण कुरा पुर्याउने शक्ति तपाईँभित्र नै छ। यो अन्त्यहीन ब्रह्माण्डलाई चलाउने एउटा सबैभन्दा ठुलो शक्ति छ। त्यो शक्तिको एउटा अङ्ग चाहिँ तपाईँ पनि हो। यो भनाइ चाहिँ पेन्टिस मुलफोर्डको हो। न्यू थट अथर, नयाँ दर्शन सम्बन्धी लेखक हुनुहुँदो रहेछ उहाँ। यो पुस्तकमा म तपाईँलाई तपाईँको जीवन आश्चर्यजनक उपाय देखाउन चाहन्छु। तपाईँले तपाईँको जीवन र संसारमा अविश्वसनीयताको आविष्कार गर्नुहुनेछ। तपाईँले सोचेभन्दा जीवन सहज छ र तपाईँले जीवनका कार्यलाई बुझ्न थालेपछि, तपाईँले तपाईँभित्रको शक्ति महसुस गर्न थालेपछि तपाईँले पूर्णतः जीवनको जादु अनुभव गर्नुहुनेछ र तपाईँको जीवन अद्भुत र आश्चर्यजनक रूपमा परिवर्तित हुनेछ। अब तपाईँको जीवनको जादुलाई सुरु गरौँ भनेर यसरी
परिचय अन्त्य गरिएको छ। अब शक्ति के हो अर्को विषयक्रममा छ, त्यो प्रवेश हामी अर्को पार्टमा हुनेछौँ है त। धन्यवाद।